रेमिट्यान्सले धानेको देश नेपाल भनेर त हामी कति सुन्छौँ है। आखिर किन यस्तो भनिन्छ होला? ल, आज हामी यही विषयमा अलिकति गहिरिएर कुरा गरौँ न त। अब विदेशमा काम गर्ने नेपालीहरूले पठाएको पैसा मतलब रेमिटेन्सले हाम्रो देशको अर्थतन्त्रमा कस्तो भूमिका खेलेको छ त? के हामी साँच्चै यसैमै निर्भर छौँ? अनि यसको राम्रो र नराम्रो असरहरू के छन्? आउनुहोस् तथ्यमा हेरौँ। पहिलो कुरा गरौँ यो रेमिट्यान्सको आकार। सोच्नुस् त, सन् 2024मा मात्रै देशको कुल आम्दानी मतलब जीडीपीको 33% भन्दा बढी हिस्सा त यही रेमिट्यान्सले ओगटेको थियो। यो भनेको त हामीले विदेशबाट पाउने सहयोग वा लगानी भन्दा कता हो कता बढी हो। एकदमै ठूलो रकम हो नि यो त। दोस्रो कुरा, यसका तत्कालका फाइदाहरू पनि छन् है। यही पैसाले गर्दा लाखौं नेपाली परिवारको घर चलेको छ, गरिबी घटाउन पनि सिधै मद्दत पुगेको छ। एउटा तथ्याङ्कले के भन्छ भने रेमिट्यान्स 10%ले बढ्यो भने नि गरिबी 1.1%ले घट्छ रे। अनि देशसँग विदेशी पैसाको सञ्चिति पनि बढ्छ, जसले गर्दा बाहिरबाट सामान किन्न सजिलो हुन्छ। तर अब तेस्रो र सायद सबैभन्दा चिन्ताको कुरा, यसको दीर्घकालीन जोखिम। विदेशबाट आएको पैसा आखिर कहाँ गइरहेको छ त? हेर्नुस् है, लगभग 59% पैसा त हाम्रो दिनदिनैको खर्चमै सकिन्छ। तर देशमै केही उत्पादन गर्ने क्षेत्रमा लगानी जम्मा 2% मात्रै। यसले के गर्छ भन्दा हामी बाहिरकै सामानमा निर्भर हुन्छौँ अनि हाम्रै उद्योगहरू कमजोर हुन्छन्। अर्को ठूलो समस्या भनेको ब्रेन ड्रेन। हाम्रा प्रतिभाशाली युवाहरू विदेश जाँदा देशको भविष्यकै लागि ठूलो चुनौती हो। हस्, मेरो शेयर खबरबाट आजलाई यति नै। धन्यवाद। यस्तै विश्लेषण सुन्न चाहनुहुन्छ भने कृपया हामीलाई फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, युट्युब अनि लिङ्क्डइनमा फलो गर्नुहोला।